नेपालको गुमेको भूमि सुगौली सन्धिदेखि बालेन शाहको विवादसम्म। कल्पना गर्नुहोस्, एक समय थियो जब नेपालको सिमाना पूर्वमा सिक्किमको टिस्टा नदीदेखि सुरु भएर पश्चिममा हिमाचल प्रदेशको सतल नदीसम्म फैलिएको थियो। आजको भारतका धेरै राज्यहरू सिक्किम, दार्जिलिङ, गढवाल, कुमाऊँ र हिमाचलका केही भाग एक समय नेपाली राज्यको हिस्सा थिए। तर आज नक्सामा हेर्नुस्, त्यो विशाल भूभाग कहाँ गयो? यो प्रश्नको जवाफ लुकेको छ 200 वर्ष अघिको एउटा युद्ध, एउटा अपमानजनक सन्धि र भर्खरै सन् 2026मा नेपालको संसदमा गुन्जिएको एउटा विवादास्पद भनाइमा। आज हामी कुरा गर्छौं नेपालले कसरी आफ्नो 1/3 भूभाग गुमायो, कुन सालमा, कुन सरकारको पालामा र किन। र अन्तमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भनेको त्यो चर्चित वाक्य, नेपालले पनि भारतको भूमि मिचेको छ को साँचो यथार्थ के हो? खण्ड 1, ग्रेटर नेपाल, सपना कति ठूलो थियो? कथा सुरु हुन्छ पृथ्वीनारायण शाहबाट। उनले थालेको नेपाल एकीकरण अभियानलाई उनका सन्ततिहरूले निरन्तरता दिए र 19औं शताब्दीको सुरुतिर नेपाली राज्यको सिमाना यति फैलिएको थियो कि आजको दृष्टिकोणबाट हेर्दा त्यो लगभग असम्भव लाग्छ। पूर्वमा टिस्टा नदी, जो आजको सिक्किम र पश्चिम बङ्गालमा पर्छ। पश्चिममा सतल नदी, जो आजको हिमाचल प्रदेशमा पर्छ। यही विशाल भूभागलाई आज इतिहासकारहरूले ग्रेटर नेपाल भन्ने गर्छन्। तर यो विस्तार अभियानले नेपाललाई एउटा शक्तिशाली शत्रुसँग आम्ने सामने ल्यायो, ब्रिटिश ईस्ट इन्डिया कम्पनी, जो त्यतिखेर भारतमा आफ्नो उपनिवेश विस्तार गर्दै थियो। गोर्खाली सेनाको विस्तार र ब्रिटिश साम्राज्यको विस्तार, दुई शक्ति एकैचोटि एउटै दिशामा बढ्दा द्वन्द्व अवश्यम्भावी थियो। विवादको एउटा प्रमुख कारण थियो बुटवल नजिकैको पालिही, स्युराज र माझखण्डको भूभाग, जहाँ अंग्रेजहरूले दाबी गरे कि यो लखनऊका नवाबको भूमि हो, त्यसैले भारतको हो। नेपालको तर्फबाट तर्क थियो त्यो भूभाग पाल्पाका सेन राजाको थियो र सेन राज्य नेपालमा गाभिएपछि स्वतः नेपालको भयो। खण्ड 2, युद्धको घोषणा र नेपाल अंग्रेज युद्ध। सन् 1814 नोभेम्बर 1 तारिख बेलायतले गोर्खाली राज्य विस्तार रोक्न नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गर्यो। यो युद्ध विक्रम सम्वत 1871 देखि 72 मा लड्यो। इतिहासमा यसलाई एङ्ग्लो नेपाल युद्ध भनिन्छ। यो युद्ध मुख्यतः पश्चिमी मोर्चामा लड्यो। त्यतिखेर नेपालको शासनभार सानै उमेरका राजा गिरवाण युद्ध विक्रम शाहको नाममा भए पनि वास्तविक सत्ता तत्कालीन मुख्तियार भीमसेन थापाको हातमा थियो। गोर्खाली सेनाले वीरतापूर्वक लडे। आजसम्म पनि गोर्खा सैनिकहरूको वीरताको कथा संसारभरि चर्चित छ। तर अन्ततः ठूलो र शक्तिशाली ब्रिटिश सेनासामु नेपाल पराजित भयो। युद्धको परिणाम एउटा सन्धि जसले नेपालको नक्सा सदाका लागि बदलिदियो। खण्ड 3, सुगौली सन्धि, अपमानको दस्तावेज। बेलायतले 1815 डिसेम्बर 2 मा सन्धिको मस्यौदा नेपाललाई पठायो र 15 दिनभित्र हस्ताक्षर गर्न आदेश दियो। नेपालले महिनौं हस्ताक्षर गरेन। आक्रोशित भएर अंग्रेजहरूले काठमाडौँमै आक्रमण गर्ने चेतावनी दिए। डराएर नेपालले अन्ततः हस्ताक्षर गर्ने निर्णय गर्यो। सन् 1816 मार्च 4 तारिख बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अन्तर्गत सुगौलीको भूमिमा नेपालका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले र अंग्रेजका तर्फबाट कर्नेल पेरिस ब्राडसाले हस्ताक्षर गरे। यही हो आजसम्म चर्चामा रहने सुगौली सन्धि। सन्धिमा जम्मा 9 धारा थिए र अधिकांश धारा नेपालका लागि गहिरो अपमानजनक थिए। किनभने युद्ध त पश्चिमी मोर्चामा मात्र भएको थियो, तर नेपालले पूर्वी भूभाग र दक्षिण तराई, जहाँ कुनै विवाद नै थिएन, त्यस्ता ठाउँको अधिकार समेत कम्पनी सरकारलाई छोड्नु पर्यो। सन्धिले के लियो हेरौं। पूर्वमा मेचीदेखि टिस्टासम्मको सम्पूर्ण भूभाग, पश्चिममा महाकालीदेखि सतलसम्मको सम्पूर्ण भूभाग, जसमा कुमाऊँ र गढवाल जस्ता ठूला क्षेत्र पर्थे। तराईमा बुटवल बाहेक कोशीदेखि महाकालीसम्मको सम्पूर्ण तराई भूभाग। नेपालमा ब्रिटिश रेजिडेन्ट राख्ने व्यवस्था पनि सन्धिमा थपियो। कुल मिलाएर नेपालले आफ्नो भूभागको करिब 1/3, लगभग 40,000 वर्ग किलोमिटर भूमि गुमायो। एक पटक सोचेर हेर्नुस्, एक रातमा नेपालको आकार लगभग आधा भयो। रोचक तथ्य यहाँ एउटा चाखलाग्दो र पहिलो पूरक सन्धि। सन् 1816 डिसेम्बर 11
सुगौली सन्धिको धारा 3 अनुसार गुमेको तराईको 3 खण्डको करिब 7,000 वर्ग माइल जमिनमध्ये 2/3 भाग कोशी र राप्ती नदी बीचको क्षेत्र नेपालले फिर्ता पायो। रमाइलो कुरा के छ भने सन्धिमा अंग्रेजले नेपाललाई वार्षिक 2 लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएका थिए, तर त्यो पैसा कहिल्यै आएन। बरु अंग्रेजहरूले सोचे पैसा दिनुभन्दा त भूमि नै फिर्ता दिनु बढी फाइदाजनक छ, त्यसैले उनीहरूले पैसाको साटो जमिन फिर्ता दिए। दोस्रो र अन्तिम पूरक सन्धि सन् 1860 नोभेम्बर 1। यो सन्धिको कथा रोचक छ। सन् 1857 देखि 58 मा भारतमा ठूलो सैनिक विद्रोह भयो, जसलाई सिपाही विद्रोह भनिन्छ। त्यतिखेर नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले ब्रिटिस सरकारलाई सैनिक सहयोग पुर्याए, विद्रोह दबाउन मद्दत गरे। यो सहयोगको इनाम स्वरूप अंग्रेजहरूले राप्तीदेखि पश्चिमको तराई भूभाग फिर्ता दिए, आजका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरू। यो भूमि नेपालले 44 वर्षको पर्खाइपछि फिर्ता पायो। तर जङ्गबहादुर पूर्ण रूपमा सन्तुष्ट थिएनन्। उनले त मेची पूर्व र काली पश्चिमका सबै भूभाग टिस्टादेखि सतलजसम्म फिर्ता पाउने आशा गरेका थिए, तर त्यो आशा पूरा भएन। उनले पाए मात्र 4 जिल्ला। यसपछि नेपालको सिमाना लगभग त्यही रूपमा स्थिर भयो जो आज हामी देख्छौं, पूर्वमा मेची, पश्चिममा महाकाली। खण्ड 5। सीमा किन अझै विवादित छ? कालापानी, लिपुलेक, लिम्पियाधुरा। सन्धिहरू भए, सिमाना तय भयो, तर के विवाद त्यही सकियो? पटक्कै होइन। आजसम्म पनि सबैभन्दा चर्चित विवाद हो लिम्पियाधुरा, लिपुलेक र कालापानी। यो विवादको जड के हो भन्ने जान्नु अलि चाखलाग्दो छ। सुगौली सन्धिले भनेको थियो महाकाली नदी नेपाल र भारतको सीमा हो, तर समस्या यहाँ छ, महाकाली नदीको असली उद्गम बिन्दु कहाँ हो? नेपालको आधिकारिक दाबी छ महाकाली नदीको स्रोत हो लिम्पियाधुरा, जो लिपुलेक भन्दा अझ पश्चिम उत्तरमा 5,532 मिटरको उचाइमा अवस्थित छ। यदि लिम्पियाधुरालाई उद्गम मानिने हो भने लिम्पियाधुरा, लिपुलेक र कालापानी सबै नेपाली भूभाग हुन्। तर भारतको फरक व्याख्या छ र नदीको बाटो समयसँगै परिवर्तन भएको हुनाले नक्साहरूमा पनि अस्पष्टता छ। सन् 1962 अक्टोबरदेखि नोभेम्बरमा भएको भारत-चीन सीमा युद्धपछि भारतले कालापानी क्षेत्र भौतिक रूपमा ओगट्न थाल्यो र त्यो अवस्था आजसम्म कायम छ। नेपालका 26 जिल्ला भारतसँग सीमा जोडिएका छन् र ती जिल्लाहरूमा करिब 72 स्थानमा सीमा विवाद वा अतिक्रमण सम्बन्धी समस्या रहेको अनौपचारिक तथ्याङ्क छ। यसको एउटा प्रमुख कारण हो खुला सिमाना, जहाँ सीमा स्तम्भको कमी र 10 गजा क्षेत्र भनिने सीमा वारिपारीको जमिन भोगाधिकारको समस्या छ। खण्ड 6। सन् 2026 बालेन्द्र शाहले संसदमा भनेको त्यो वाक्य। अब आउँ वर्तमानमा। सन् 2026 मे 31 तारिक आइतबार नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह संसदमा पहिलो पटक उपस्थित भएका थिए, मार्च निर्वाचनपछि सत्तामा आएको केही समयपछि। एक सांसदले उनलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबारे सरकारको धारणा के हो भनी प्रश्न गरे। जवाफमा प्रधानमन्त्री शाहले भने, यो तपाईलाई अनौठो लाग्न सक्छ, तर प्रधानमन्त्री बनेपछि मलाई थाहा भयो, भारतले मात्र नेपालको भूमिमा अतिक्रमण गरेको छैन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमिमा अतिक्रमण गरेको रहेछ। यो वाक्य संसदभरि गुन्जियो र केही सेकेन्डमै हंगामा सुरु भयो। किन यो वाक्य यति विवादास्पद बन्यो? किनभने इतिहासमा यो पहिलो पटक थियो जब कुनै नेपाली प्रधानमन्त्रीले सार्वजनिक रूपमा यो स्वीकार गरेका थिए कि नेपालले पनि भारतीय भूमिमा अतिक्रमण गरेको छ। दशकौंदेखि नेपालको आधिकारिक अडान यही रहेको थियो, भारतले नेपाली भूमि ओगटेको छ र नेपालले कहिल्यै यस्तो स्वीकारोक्ति दिएको थिएन। विपक्षी सांसदहरू उठेर खडा भए। उनीहरूले माग गरे, यो भनाई संसदीय रेकर्डबाट हटाइनुपर्छ। प्रतिक्रिया कस्तो आयो?
नेपालका पूर्व राजदूत नीलाम्बर आचार्य र दीप कुमार उपाध्यायले स्पष्ट भने, नेपालले भारतीय भूमिमा अतिक्रमण गरेको कुनै आधिकारिक रेकर्ड नै अस्तित्वमा छैन। सीमा विशेषज्ञ बुद्धि नारायण श्रेष्ठले प्रधानमन्त्रीको उनले भारत, चीन र बेलायत सरकारसँग यसबारे कुरा गरिसकेको पनि बताए, तर बेलायतबाट सङ्केत मिल्यो यो भारत र नेपाल बीचको द्विपक्षीय मुद्दा भएकाले उनीहरू हस्तक्षेप गर्न चाहन्नन्। खण्ड 7 यथार्थ के हो? निष्कर्ष त संक्षेपमा भन्दा यथार्थ के हो? ऐतिहासिक तथ्यको हिसाबले नेपालले सन् 1816 को सुगौली सन्धि मार्फत आफ्नो भूभागको करिब 1/3 भाग गुमायो। यो ऐतिहासिक तथ्य प्रमाणित छ, यसमा कुनै विवाद छैन। दुई पूरक सन्धिहरू 1816 र 1860 ले केही भाग मात्र फिर्ता दिए। वर्तमान विवादको हिसाबले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी विवाद आजसम्म समाधान भएको छैन र यो महाकाली नदीको उद्गम बिन्दुको फरक व्याख्यामा आधारित छ। बालेन्द्र शाहको भनाइको हिसाबले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने वाक्य यो आधिकारिक रूपमा प्रमाणित ऐतिहासिक वा कानुनी दाबी होइन। यसको कुनै दस्तावेजी आधार सीमा विशेषज्ञ वा पूर्व कूटनीतिज्ञहरूले देखाउन सकेका छैनन्। यो बरु खुला सिमानाका कारण उत्पन्न भएको क्रस बोर्डर अक्युपेसन भनिने व्यावहारिक समस्यालाई बढाइचढाइ भनिएको वाक्य थियो, जसले एक प्रधानमन्त्रीको मुखबाट निस्किँदा ठूलो राजनीतिक र कूटनीतिक विवाद निम्त्यायो। इतिहासले हामीलाई के सिकाउँछ? सीमा भनेको कागजको रेखा मात्र होइन, यो शक्ति सम्बन्ध, युद्ध, कूटनीति र समयको साक्षी हो। 200 वर्ष अघि कमजोर नेपालले हस्ताक्षर गर्नु परेको एउटा सन्धिको प्रभाव आज पनि नेपाल भारत सम्बन्धमा कायम छ र यो देखाउँछ इतिहासलाई नबुझेर वर्तमानको कूटनीतिलाई बुझ्न सकिँदैन। यदि तपाईलाई यो भिडियोले नेपालको सीमा इतिहास बुझ्न मद्दत गर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा आफ्नो विचार राख्नुहोस्। के तपाईलाई लाग्छ बालेन्द्र शाहको भनाइ उचित थियो वा हतार गरी भनिएको? अर्को भिडियोमा हामी कुरा गर्नेछौँ कसरी नेपालले 1950 को नेपाल भारत मैत्री सन्धि मार्फत आजको सम्बन्ध बनायो। त्यो भिडियो मिस नगर्नुहोस्। धन्यवाद।